लौ त आज म चाहिँ बाख्रावाला आएको। यहाँ पानी पर्ला जस्तो भयो। हिजो दिनभरि रातभरि पर्यो। आज पनि मौसम चाहिँ यसो पानी पर्ला जस्तो छ। एकछिनपछि के हुन्छ होला। अब यहाँ पानी असोज महिनाको आज आधीभन्दा बढी गइसक्यो र पनि त बर्षात छ त। ल बाख्रा खाटाङखुटुङ गर्दैछ। अब चाहिँ धेरै पनि छैन बाख्रा, अलिअलि छन्। अब गोठतिर लानलाई तयारी भयो। पानी पुरै पर्ला जस्तो छ, पुरै अडेर भइसक्यो। आइ उ मेवा वाह। ल अब चाहिँ बाख्रा सबै आयो कि आएन थाहा भएन। एउटा बोका पनि त रहेछ। हो नि ल यो पनि सानो बोका हो है। यसको मूल्य कति जाला त। यस्तो भिड छ, भिडमा पनि अब के गर्ने। गाउँहरूको जनजीवन यस्तै छ। माथि पनि यस्तो छ हैन। अब यही ठाउँबाट बाटो बनेछ फेरि यस्तो है त। बाख्राहरू तन गइरहेछन् है त। ओहो नि माथि फेरि ठुलो भिड छ। यो भिडबाट खस्यो भने धारक लुरुक हुनेछ त। पहिला यसमा चाहिँ ठुलो जङ्गल थियो। अहिले चाहिँ यो गाडी रोडले गर्दाखेरि धेरै भिड भयो। अहिले चाहिँ पहिलामा यो ठाउँमा हामी खर पुरै काटिन्थ्यो। अहिले चाहिँ पुरै छ। ल सामान्य बाख्राहरू थोरै छन्। ल एउटा हरायो भन्ने कुरा आयो। अब के गर्ने त। एउटा घर छ, दुईटा कोठमा छन् बोकाहरू। अनि अब यिनीहरूलाई लगेर अब टिनिक्क बाँधेर मजाले पेट तन्नै भइसक्यो यिनीहरूको। अब टिनिक्क बाँधिन्छ है त। यही ठाउँमा अस्ति बाटो बनाउने बेला ढुङ्गाले हात च्यापेर अहिले यस्तो बनाइदियो। हात पनि गाह्रो छ। यो चाहिँ ठ्याक्कै खोला है। यता फेरि ठुलो भिड छ। जताकतै भिडै भिड हो। गाडी चाहिँ अस्ति दसैँ भन्दा पनि लगभग 7 गतेतिर 2 दिन चल्यो। 7 र 8 गते। त्यसपछि पुरै ठप्प छ। अब यो दाउरालाई चाहिँ टक्क भारी बनाएर बोकेर घर लैन्छ। यो कालेझार यतातिर माओवादी जङ्गल भन्ने चलन पनि छ। माओवादीहरू धेरै भएर होला। हो त आमा भाङ्गो अल्लो काट्दै हुनुहुन्छ। फुर्सदमा बस्नै हुन्न। जनजीवन यस्तै छ। पानी पुरै आइसकेछ। यतातिर पुरै पानी परिसकेछ। अब यहाँ आउन मात्रै बाँकी छ है त। यो झरनामा पनि जान पाइएको छैन। यो चाहिँ ठुलो आउँछ। एउटा झरना यता पनि छ। अब त्यसको पनि भलक हुनेछ है त।